रवि लामिछाने पनि उनी त यो व्यवस्था राम्रो अवस्था नराम्रो भन्ने मान्छे हो नि, यो व्यवस्था मान्ने मान्छे होइनन्। यही व्यवस्थाको न्यायाधीशले थुन त दीपावली गर्नुपर्ने होइन? हाम्रा यस्तो अध्यक्षलाई पनि यो व्यवस्था कति निष्पक्ष रहेछ, छोडेन। उहाँहरूका कार्यकर्ताले त गौरव मान्ने धन्नु पर्यो। सम्मान गर्नुपर्छ। यो व्यवस्थाले गरे हो नि, कस्तो इमान्दार व्यवस्था रहेछ। पार्टीको गृहमन्त्री, अब फेरि हाम्रा अनुसन्धान अधिकारी ऊ गृहमन्त्री हुन्जेली जम्मै ठाउँमा मुद्दा दर्ता गर्दा रवि लामिछाने प्रतिवादी छैनन्। गृहमन्त्री हटेपछि त्यही प्रहरी प्रशासन, अर्को उजुरी छैन। फेरि ल्याएर रवि लामिछानेलाई प्रतिवादी बनाउँछ। कति निष्पक्ष रहेछ हाम्रो काम गर्दो रहेछ हाम्रो प्रशासनले। हिजो गृहमन्त्रीको आदेश बमोजिम उनी मुक्त भए, अहिले केपी शर्मा ओलीको आदेश बमोजिम फसे। बाँकी त अदालतले छुट्याउला। अब उहाँका कपाल र दारी फुल्छन् मुद्दा लड्दा लड्दै। रवि लामिछानेका बडो गम्भीर कुरा गर्नुभयो। हो त, दारी फुल्छन् उहाँका। त्यसो भए रवि लामिछाने 1.5 महिनामा छुट्दैन त्यसो भए, होइन? धेरै टाढा छ। उहाँलाई ठगीमा 7 वर्ष छ, सङ्गठित अपराधमा त्यसको आधी हुन्छ, 7 तिने 10 10.5 वर्ष। अर्को चाहिँ तपाईँको मनी लाउन्डिङ साउन्डिङ कता पनि छ अरे, सम्पत्ति शुद्धिकरण पनि छ। अनि फेरि अलि ठुला मान्छेले गरेपछि त्यसमा अलिकति थपिन्छ पनि अरे। अब त्यो त अदालतको कुरो हो। कानुनको दफा चाहिँ ती प्रयोग गरेका छन्। हिसाब गर्दा 12-13 वर्ष पुग्छ। अहिले हिसाब गर्दा त पुगिहाल्यो नि। 7 वर्ष ठगी, 3 वर्ष सङ्गठित अपराध, मनी लाउन्डिङ पनि छ। अनि ठुलो जिम्मेवारी मान्छेले गरेपछि अर्को 2 वर्ष थपिन्छ। त्यसैले अब बाँकी त अदालतकोले गर्ने उहाँलाई। भनेपछि तर जनताले पैसा पाउँछन् कि पाउँदैनन् सहकारी? मलाई चाहिँ यो सिस्टमले खाएको पैसा हो, व्यवस्थाले खाएको पैसा। 23 सालदेखि सहकारी चल्यो नेपालमा। 72 सालसम्म संविधान आउँदाखेरि कसैको सहकारी ठगिएन। संविधानमा जब 3 खम्बे नीति भने अनि भाषण के गरे? अब विकास भनेको सहकारीले, घर गाउँ गाउँमा सहकारी, घर घरमा भगारी भने। सब पैसा ल्याएर ऋण काटेर हाले, छट्टुले खाइदिए, सिद्धियो। 70% नेता सहकारीमा संलग्न छन्। तर ऊ हेर्नुहोस् त, 2टा काङ्ग्रेस र एउटा राप्रपाकी संसदजी हुनुहुँदो रहेछ। सहकारीमा ठगी हुनुहुन्छ। उहाँ संसदले, सभामुखले बिदा स्वीकृत गरिदिन्छ। उहाँ एकदम बिरामी भएर चिकित्सा भएको कारणले तपाईँ हामीहरूले तिरेको कर उहाँले तल भत्ता खाने। अपराधीको व्यवस्था के गर्नुहुन्छ? अपराधीलाई प्रोटेक्सन गर्छ। त्यसैले रवि लामिछाने मात्रै थुन्नु पनि त पर्छ। त्यो चाहिँ तर्क उठाउनुहोस्। यो चाहिँ जायज तर्क छ। तराईतिर हो त्यो भन्न पाइन्छ। तराईतिर एउटा कहावत छ, चोर चोर मौसेरा भाइ भन्छ। मौसेरा भाइ भने मित भाइ भने जम्मै मित भाइ हो नि। अहिले को मित भाइ कता छ, भोलि को मित भाइ कता छ, यी जम्मै मित भाइ हुन्। त्यसैले यो अपराधीबाट केही हुँदैन। बाँकी कुरो नेपाली जनता जान्नुहोस्। होइन, सहकारी पीडितका मान्छे जुन पीडितहरू छन् उहाँले वर्षौँदेखि आफ्नो पैसा मागिरहेका छन्। पीडितको दुःख कति छ मलाई थाहा छ। सडक सङ्घर्षमा कति कतिका खुट्टा देख्नु भएको छ। तपाईँले पनि भाषण गर्नु भएको छ सहकारी पीडितलाई न्याय दिलाउनु बोलिरहेको छ। तपाईँले के हुन्छ मैले यी भनिरहेको छ त भनिरहेको। र सहकारीवालालाई भन्छु, यो व्यवस्था हुन्जेली तपाईँको 1 पैसा फिर्ता हुँदैन। यो व्यवस्था गएका भोलिपल्ट यिनीहरूको पाता कसेर यिनीहरूको 3 पुस्ता सम्पत्ति लिलाम गरेर सहकारीको पैसा फिर्ता हुन्छ। यो व्यवस्था सिस्टमले खाएको पैसा हो, मान्छेले खाएको पैसा होइन। हेर्नुहोस् त, जम्मै नेताले मात्रै खाने। भनेपछि त्यही सहकारी पैसा फिर्ता ल्याउनको लागि यो व्यवस्थै नपाउँदैन। किन व्यवस्थाले खाएको पैसा हो नि त। सिस्टमले खाएको, संविधान बनाएर खाएको छ, ऐन बनाएर खाएको छ। भनेपछि ती मकै पोलेका आमाहरू त्यो पैसा आउँदैन जबसम्म यो व्यवस्था रहन्छ। किन यसैको लागि गरेका हो नि त उहाँहरूले। हिजो जङ्गलमा अर्कै खालको ठगी थियो, अहिले सरकारमा आएपछि अर्कै ठगी भयो। होइन भने सरकार दर्ता गर्छ, जम्मैले पनि चाहिँ दर्ता नम्बर हालिदिन्छ, स्वीकृति दिन्छ, अनि जम्मा गरे पैसा ग्यारेन्टी लिनु पर्दैन। किन दर्ता गरे त? तपाईँहरूलाई सूचना विभागमा पत्रकार दर्ता गरेको अर्थ तलमाथि गरौँ भने त्यहाँबाट समाउँछु भने होइन। सहकारी दर्ता गरिदिने यिनीहरूले, संविधानमा राख्ने, कानुनमा राख्ने, अनि पैसा खाएपछि जिम्मा दिनुपर्छ पर्दैन? तिमी सरकार छोड, तिमीहरूबाट राज्य चल्दैन।
तिमीले दर्ता गरेका सहकारीले पैसा ठग्यो भने त्यसको जिम्मा कसको? सहकारी पीडितको पैसा फिर्ता हुनुपर्छ भनेर सडकमा गएर बोल्नु भएको छ होइन। तर आज एकजना राष्ट्रवादी पार्टीका सभापति रवि लामिछानेलाई पूर्व पक्ष थुनमा पठाइएको छ होइन, सरकारले थुनमा पठाइएको छ। यो सन्दर्भ तपाईँको कानुनको नजरले कसरी हेर्नुहुन्छ? अब मेरो कानुनको नजरले सिधा छ। उनी गोर्खा मिडियाका प्रबन्ध निर्देशक, यो सहकारी ठगीका सहकारीबाट आएका पैसा गोर्खा मिडियामा आएको छ, त्यो पैसा चेक काटेर खाएका छन् अनि त्यही पैसाबाट ब्याज तिरिएको छ। अहिले अदालतले त्यही भनौँ 73 लाख ठगीमा परेका छन्। नेपाली जनता यो व्यवस्थामा अपराध नगर्नेलाई पत्याउँदैन। रवि लामिछाने पनि सहकारी अपराध भएकाहरूले त्यही पैसा बुझाएर चुनाव जितेर छन्। तर जनताले भनेका छन् रविमाथि अन्याय भयो भने। अब त्यो त उनकै अनुमान होला नि त। अन्याय आयोग बनाउ न त ल। यसमा त संसदीय आयोग बनाएको थियो सरकारले। सूर्य अब किन अदालतले थुनो त? उनी त यो व्यवस्था राम्रो अवस्था नराम्रो भन्ने मान्छे हो नि, यो व्यवस्था मान्ने मान्छे होइनन्। यही व्यवस्थाको न्यायाधीशले थुनो त दीपावली गर्नुपर्ने होइन? हाम्रा यस्तो अध्यक्षलाई पनि यो व्यवस्था कति निष्पक्ष रहेछ छोडेन। उहाँहरूका कार्यकर्ताले त गौरव मान्ने गर्नुपर्ने। सम्मान गर्नुपर्ने यो व्यवस्थाले गरे हो नि। कस्तो इमान्दार व्यवस्था रहेछ। पार्टीको गृहमन्त्री, अब फेरि हाम्रा अनुसन्धान अधिकारी ऊ गृहमन्त्री हुन्जेली जम्मै ठाउँमा मुद्दा दर्ता गर्दा रवि लामिछाने प्रतिवादी छैनन्। गृहमन्त्री हटेपछि त्यही प्रहरी प्रशासन अर्को उजुरी छैन, फेरि ल्याएर रवि लामिछानेलाई प्रतिवादी बनाउँछ। कति निष्पक्ष रहेछ हाम्रो काम गर्दो रहेछ हाम्रो प्रशासनले। हिजो गृहमन्त्रीको आदेश बमोजिम उनी मुक्त भए, अहिले केपी शर्मा ओलीको आदेश बमोजिम फसे। बाँकी त अदालतले छुट्याउला। रवि लामिछानेको पक्राउमाथि पनि विभिन्न किसिमका प्रश्नहरू सिर्जना गरिएको छ। त्यसै गरी अदालतको फैसलामाथि पनि मान्छेहरूले आफ्नो टिका टिप्पणी गरेका छन्। अर्को कुरा, अर्को महत्त्वपूर्ण के छ भन्दाखेरि रवि लामिछाने आज पूर्व पक्षमा पठाइसकेपछि अब चाहिँ के हुन्छ? रवि लामिछाने कति वर्षसम्म जेल जान सक्छ भनेर जनताले कानुनी पाटो चाच्न यो कानुनी पाटो बुझ्न खोजेका छन्। तपाईँ आफै वरिष्ठ अधिवक्ता, अब के छ भने उहाँलाई ठगीमा 7 वर्ष छ, सङ्गठित अपराधमा त्यसको आधी हुन्छ 7 तिने 10 10.5 वर्ष। अर्को चाहिँ तपाईँको मनी लाउन्डिङ कता पनि छ अरे, सम्पत्ति शुद्धिकरण पनि छ। अनि फेरि अलि ठुला मान्छेले गरेपछि त्यसमा अलिकति थपिन्छ पनि अरे। अब त्यो त अदालतको कुरो हो। कानुनको दफा चाहिँ ती प्रयोग गरेका छन्। हिसाब गर्दा 12-13 वर्ष पुग्छ। अहिले हिसाब गर्दा त पुगिहाल्यो नि। 7 वर्ष ठगी, 3 वर्ष सङ्गठित अपराध, मनी लाउन्डिङ पनि छ। अनि ठुलो जिम्मेवारी मान्छेले गरेपछि अर्को 2 वर्ष थपिन्छ। त्यसैले अब बाँकी त अदालतकोले गर्ने उहाँलाई। होइन भनेपछि त्यसो भए रवि लामिछाने 1-1.5 महिनामा छुट्दैन त्यसो भए होइन? धेरै टाढा छ। मैले धेरै अगाडि भने थिएँ अब उहाँका कपाल र दारी फुल्छन् मुद्दा लड्दा लड्दै। रवि लामिछानेको बडो गम्भीर कुरा गर्नुभयो हो त, दारी फुल्छन् उहाँका। र नेपाली जनताले अपराधको गन्ध नपाइकन भोट हाल्दैन। कि 17,000 मार्नुपर्छ, कि हाइज्याक गर्नुपर्छ, कि सुते ठाउँमा टाउ काट्नुपर्छ, कि सहकारी खानुपर्छ, कि गिरिबन्धु बेच्नुपर्छ, कि महाकाली बेच्नुपर्छ, कि एमसिसी पास गर्नुपर्छ, त्यसलाई मात्रै भोट हाल्छ। तर कतिपयको आकलन के पनि छ भन्दाखेरि सरकारले चाहिँ अहिले काङ्ग्रेस एमालेका पार्टीहरूले हाम्रो राजनीति भविष्य सकिन्छ भनेर रवि लामिछानेलाई नियोजित रूपमा फसाए। यो सत्यता हुन सक्छ। सहकारीको पैसा फिर्ता दिनुहोस् न, सकिएको नि। ती सहकारीको पैसा कहाँ छ त? सोपारी पैसा आकाशमा उडो। अनि जीवी राई चाहिँ उसैको अनुमान होइन? अनि किन नल्याएर जीवी राईलाई? रवि लामिछाने कतिचोटि गृहमन्त्री भए। अहिले सरकारले किन ल्याउँदैन? ऊ त व्यवस्था मान्ने मान्छे, अवस्था मात्रै नमान्ने मान्छे, किन नल्याएको त? ल्याउनु पर्दो। तर यो सरकारले जीवी राईलाई पक्राउ नगर्नुको कारण उनलाई छोडिदिनु। रविले किन नपक्राए? 6-7 महिनाको देखि गृहमन्त्री भए 2 चोटि गरेर। उहाँले त आकाश पातालबाट ल्याउँछु ल्याउनु छोटो भयो अरे। बेकार कुरा, यी सबै नकली कुरा। अहिले 5 वर्ष मलाई सरकारमा त उही मदन भण्डारीको हत्यारा हामी सरकारमा आएपछि पत्ता लगाउँछौँ भने जस्तै हो। सरकारमा आए मदन भण्डारीको हत्यारा कहाँ त थाहै छैन। त्यही हत्यारासँग मिलेर उहाँहरू सरकार बनाउनुहुन्छ। हिजो भाषण गर्दा त त्यही भनेको थियो, काङ्ग्रेसले मारौँ भन्दै। अहिले त त्यही काङ्ग्रेसको लगनगाँठो जोडेको छ।
त्यसैले यसको परिणाम के हो भने यी जम्मै ढाँटवाला मान्छे हुन्, जनतालाई ठग्छन्, ढाँट्छन्, झुटकुरो गर्छन्। यहाँले बडो गम्भीर कुरा गर्नुभयो। त्यसो भए त अब त राष्ट्रको भविष्य कता न कता अब त्यो देखियो त, त्यही अघि मैले नि बालनको हालत र रवि लामिछाने र स्वतन्त्र पार्टीको हालत एउटै हो। जति चाँडो विकास भयो त्यति चाँडो भदौको च्याउ फुर्र फुल्छ, 3 दिन पछाडि जानुहोस् छैन, कहाँ गयो च्याउ, भदौको च्याउ। अब बालन त्यसपछि देखाएको छ, बालन कहाँ छ? 1-2वटा कता कहाँको के खाँदै गरेको भिडियो हेरेको थिएँ मैले, सक्करी हो कि नक्करी थाहा छैन। तर जनताले पैसा पाउँछन् कि पाउँदैनन् सहकारी? मलाई चाहिँ यो सिस्टमले खाएको पैसा हो, व्यवस्थाले खाएको पैसा। 23 सालदेखि सहकारी चल्यो नेपालमा, 72 सालसम्म संविधान आउँदाखेरि कसैको सहकारी ठगिएन। संविधानमा जब 3 खम्बे नीति भने अनि भाषण के गरे? अब विकास भनेको सहकारीले, घर गाउँ गाउँमा सहकारी, घर घरमा भगारी भने। सब पैसा ल्याएर ऋण काटेर हाले, छट्टुले खाइदिए, सिद्धियो। 70% नेता सहकारीमा संलग्न छन्। तर ऊ हेर्नुहोस् त, 2टा काङ्ग्रेस र एउटा राप्रपाकी संसदजी हुनुहुँदो रहेछ, सहकारीमा ठगी हुनुहुन्छ। उहाँ संसदले, सभामुखले बिदा स्वीकृत गरिदिन्छ। उहाँ एकदम बिरामी भएर सिकिस्त भएको कारणले तपाईँ हामीहरूले तिरेको कर उहाँले तल भत्ता खाने। अपराधीको व्यवस्था के गर्नुहुन्छ? अपराधीलाई प्रोटेक्सन गर्छ। त्यसैले त्यसो भए त रवि लामिछाने मात्रै थुन्नु पनि त पर्छ। त्यो चाहिँ तर्क उठाउनुहोस्, यो चाहिँ जायज तर्क छ। तराईतिर हो त्यो भन्न पाइन्छ। तराईतिर एउटा कहावत छ, चोर चोर मौसेरा भाइ भन्छ। मौसेरा भाइ भनेको मित भाइ भने, जम्मै मित भाइ हो नि। अहिले को मित भाइ कता छ, भोलि को मित भाइ कता छ, यी जम्मै मित भाइ हुन्। त्यसैले यो अपराधीबाट केही हुँदैन। बाँकी कुरो नेपाली जनता जान्नुहोस्। होइन, सहकारी पीडितका मान्छे जुन पीडितहरू छन्, उहाँले वर्षौँदेखि आफ्नो पैसा मागिरहेका छन्। पीडितको दुःख कति छ मलाई थाहा छ। सडक सङ्घर्षमा कतिका खुट्टा देख्नु भएको छ। तपाईँले पनि भाषण गर्नु भएको छ, सहकारी पीडितलाई न्याय दिलाउनु बोलिरहेको छ। मैले के हुन्छ मैले यी भनिरहेको छ त भनिका। र सहकारीवालालाई भन्छु, यो व्यवस्था हुन्जेली तपाईँको 1 पैसा फिर्ता हुँदैन। यो व्यवस्था गएका भोलिपल्ट यिनीहरूको पाता कसेर यिनीहरूको 3 पुस्तासम्म बदली लिलाम गरेर सहकारीको पैसा फिर्ता हुन्छ। यो व्यवस्था सिस्टमले खाएको पैसा हो, मान्छेले खाएको पैसा होइन। हेर्नुहोस् त, जम्मै नेताले मात्रै खाने। भनेपछि त्यही सहकारी पैसा फिर्ता ल्याउनको लागि यो व्यवस्थै नपर्छ, व्यवस्थै नपाइ हुँदैन। किन व्यवस्थाले खाएको पैसा हो नि त, सिस्टमले खाएको, संविधान बनाएर खाएको छ, ऐन बनाएर खाएको छ। भनेपछि ती मकै पोलेका आमाहरू त्यो पैसा आउँदैन जबसम्म यो व्यवस्था रहन्छ। किन यसैको लागि गरेका हो नि त उहाँहरूले। हिजो जङ्गलमा अर्कै खालको ठगी थियो, अहिले सरकारमा आएपछि अर्कै ठगी भयो। होइन भने सरकार दर्ता गर्छ, जम्मैले चाहिँ दर्ता नम्बर हालिदिन्छ, स्वीकृति दिन्छ, अनि जम्मा गरे पैसा ग्यारेन्टी लिनु पर्दैन। किन दर्ता गरे त? तपाईँहरूलाई सूचना विभागमा पत्रकार दर्ता गरेको अर्थ तलमाथि गरौँ भने त्यहाँबाट समाउँछु भने होइन। सहकारी दर्ता गरिदिने यिनीहरूले, संविधानमा राख्ने, कानुनमा राख्ने, अनि पैसा खाएपछि जिम्मा दिनुपर्छ पर्दैन? तिमी सरकार छोड, तिमीहरूबाट राज्य चल्दैन। तिमीले दर्ता गरेका सहकारीले पैसा ठग्यो भने त्यसको जिम्मा कसको? सरकारको। हुन्छ, यो महत्त्वपूर्ण समय दिनुभयो। यो महत्त्वपूर्ण समय संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अन्तिममा केही भन्नु छ भने? धन्यवाद।